रुने हैन यतिखेर हाम्रो यात्रा बनेपातिरको चलिरहेको छ है तर हावाहुरीले बहुत डिस्टर्ब गरेको छ हामीलाई यस्तो छ हेर्नुहोस् बिरामीलाई भेट्न आएको यता नेपाली बाबु यता हाम्रो सर हुनुहुन्छ है अनि हामीसँग चाहिँ यहाँ होस्टर हाम्रो प्यारी प्यारी सिर्जनाजी हुनुहुन्छ के गर्नु सेवा गर्नु भनेर हिँडेको सेवा नै धर्म हो अब अवस्था यस्तो छ यतिखेर हामी बनेपामा आएका छौँ है बनेपामा सहयोगका सामानहरू दिनको लागि यहाँ चाहिँ हाम्रो लक्ष्मीजी हुनुहुन्छ यता सिर्जना होस्टर यता हाम्रो नेपाली बाबु यता रमिलाजी हुनुहुन्छ ल आहा अरे रमिलाले त ग्वाची बोके त चामल ल यसरी हाम्रो सहयोगका चामलहरू यहाँ छ यसरी फेरि हाम्रो प्यारीले यसरी बोकेकी छिन् यहाँ ल रमिला बलियो रहेछ हौ सहयोगका सामान लिएर यसरी हिँडिरहेका छौँ अब स्पेसली उहाँको लागि भनेर हामी आएका हौँ खुट्टाहरू यस्तो रहेछ खै हातहरू यस्तो है हामी छौँ यहाँ हामी आएका छौँ होइन चिन्ता नगर्नुहोस् हेर्नु है उहाँको खुट्टा पनि पुरै सुक्दै सुक्दै गएको रहेछ हात पनि त्यस्तै रहेछ है अब तपाईँलाई रुवाउन आएको होइन नि त हामी त यत्रो पानीमा भिजी लडी पानीमा भिजी रुने हैन तपाईँ खुसी हुन्छ कि अलिकति होइन तपाईँलाई सहयोग मिल्छ कि भनेर पो भेट्न आएको त तपाईँ यसरी रुवाएपछि त कसरी आउने त हजुर चाहिँ घरपेटी यतातिर देखाइदिनु त होस्टर उहाँको यस्तो छ है कोठाको अवस्था कोठामा चाहिँ यस्तो रहेछ कति वर्षको हुनुभयो अहिले 40 वर्षको यतिखेर चाहिँ सबैलाई नमस्ते है यतिखेर उहाँको लागि भनेर हामीले सहयोगका केही सामानहरू लिएर आएका छौँ यहाँ लक्ष्मी पौडेलजी हाम्रो प्यारी रमिलाजी र त्यसै गरी हाम्रो सन्जुजी र यता हाम्रो नेपाली बाबु सहितको टोली हामीले यी सामग्रीहरू उहाँको लागि होस्टर मुटु यो पनि देखाइदिनु यो सामानहरू उहाँको लागि लिएर आएका छौँ जति पनि सहयोगी मुटुहरू हुनुहुन्छ है उहाँको लागि पनि फेरि पनि केही सहयोग गर्न चाहनुहुन्छ भने तपाईँहरूले सम्झिन सक्नुहुनेछ नजिकबाट गराइदिनु यी सामानहरू चाहिँ उहाँको लागि लिएर आएका छौँ ल यो चाहिँ हजुरको लागि अहिले चाहिँ हामीले त्यतिकै तपाईँको लागि अभियान नचलाएको पनि अभियान होइन तपाईँको लागि होइन हजुरलाई भेट्न मात्र आएको हेर्न र तपाईको कस्तो छ स्थिति भनेर बुझ्न मात्रै आएका थियौँ र अघि तपाईँलाई भेट्न आउँदा तपाईँले भन्नुभयो नि त मलाई तेलको खाँचो छ चामलको खाँचो छ भन्नुभयो त्यही भएर तपाईँ अब एक्लो हुनुहुन्छ 4-5 लिटर तेल भनेको त तपाईँलाई महिना धानी हाल्छ होइन चलाउँदै गर्नु अब आगामी दिनहरूमा चाहिँ तपाईँको एउटा अभियान चलाएर जे जति रकम उठ्छ फेरि पनि तपाईँलाई औषधि खाने
सहयोग लिएर हामी यहाँ आउँछौँ है त। धेरै धन्यवाद हजुरहरूलाई, धेरै धन्यवाद। सबैजना सहयोगी मुटुहरूलाई धन्यवाद दिनुहोस्। सहयोग गर्नुभयो। मलाई औषधि खाने थिएन, खानेकुरा थिएन, खाजाहरू थिएन, चामलहरू दसैँमा ल्याएको खाइराख्नु, सबैले सहयोग गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। यस्तो जाडो भोक तिर्खा नमानिकन मलाई यहाँसम्म सहयोग गर्न आउनुभयो, धेरै धेरै धन्यवाद हजुरहरूलाई। देश विदेशबाट जति पनि मलाई सहयोग गर्नुभयो, धेरै धेरै धन्यवाद। यहाँ दुःख गरी आउनुभयो हाम्रो सर्मिसहरू, मुटुहरू, हाम्रो लक्ष्मी मिसहरू, सबैलाई धेरै धेरै धन्यवाद। मेरो लागि यति सहयोग गरेकोमा भगवान्ले सधैँ रक्षा गर्नु, त्यही छ आशीर्वाद। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सबैजनालाई एकदमै धन्यवाद। अनि यहाँसम्म हाम्रो टोली, हाम्रो टिम, चौताराको टिमहरू आउनु भएको छ। यता लक्ष्मी पौडेलजी लाई, अनि यता हाम्रो रमिलाजी, र यता हाम्रो सन्जुजी आउनु भएको छ, र त्यता हाम्रो नेपाली बाबुलाई पनि देखाइदिनु होला। हाम्रो नेपाली बाबु हुनुहुन्छ है, एकदमै धन्यवाद। र हामीलाई यहाँसम्म आउनको लागि विशेष हाम्रो सिर्जना होस्टर हुनुहुन्छ, लाइभमा बस्नुहुन्छ, उहाँले चाहिँ हामीलाई कन्ट्याक्ट गरिदिनु भएको थियो। उहाँलाई चाहिँ मुटु उहाँको लागि के गरिदिनु भनेर धन्यवाद। उहाँले नै हो गरिदिएको है। सहयोग पाएँ हजुरलाई धेरै धेरै धन्यवाद। उहाँले भनेर मैले थाहा पाएर उहाँकै हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच सबैलाई। यो देखाइदिनु भयो सानो ल। अब रुनी होइन है, रुनु हुँदैन। हातहरू यस्तो है, यस्तो रहेछ हातहरू, यस्तो खुट्टाहरू यस्तो रहेछ उहाँको। हो खै घुँडा देखाउनु त हजुरको। घुँडा बाङ्गो यस्तो यस्तो जोल्टिन्छ, दिशा पिसा गर्न नि उठेर बस्न सक्दिनँ, गाह्रो छ। बाहिर हाँसेर हिँडे पनि भित्र धेरै पीडा छ। ठिकै छ। आज हाम्रो यता होस्टरले गर्दाखेरि हामी यहाँसम्म आउन पाएका छौँ। यी खाद्यान्न सामग्री केही नभए नि उहाँको लागि चामल पनि ढुक्क पुग्छ होइन। अब एक्लोलाई त 3-4 महिना 3 महिना त ढुक्कले पुग्छ। यहाँ बिस्कुटहरू छ है, अन्डा पनि ल्याएका छौँ, दालहरू लिएर आएका छौँ, तेलहरू पनि लिएर आएका छौँ है त। ल एकदम धन्यवाद हजुरलाई, ख्याल गर्नु आफ्नो। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यस्तो जाडोमा भोक तिर्खा केही नभनिकन यस्तो जाडोमा मेरो लागि यति सहयोग गर्नुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। भगवान्ले सधैँ रक्षा गरून्। ल यो चाहिँ हजुरको लागि औषधि है। यता हाम्रो रमिलाजीले यसो औषधि किनेर खानु भनेर है त। औषधि किनेर खानु। अब फेरि अब हजुरलाई भेट्यौँ देख्यौँ होइन, अब फेरि केही अप्ठ्यारो पऱ्यो भने उहाँसँग कन्ट्याक्ट हुनुहुन्छ, उहाँले भन्नुहुन्छ, हामी फेरि पनि आउनेछौँ। अब रुन्नु हुँदैन, टेन्सन नगर्नुहोस् है। तिर गइरहेका छौँ। मानव सेवा आश्रममा 300 जना हुनुहुन्छ अरे त्यहाँ खाना खुवाउनको लागि भनेर अब हामी रानीवन मानव सेवा आश्रमतिर लाग्दैछौँ साथीहरू है।